तराईमा हुँदैन डाक्टर साहब। एकदम आउँछ, बहुमत आउँछ, देशै कब्जा हुन्छ हाम्रो। तपाईले अब देशै कब्जा देशै कब्जा हुन्छ, देश कब्जा हुन्छ। मित्रहरू, अहिले भर्खर ताजा न्युज आएको छ नि, अब देशमाथि कब्जा गर्ने हैन, यी नेताहरू सब एकजुट भएको छ, अब केही हुन्छ हैन। कुन जनताले यिनीहरूलाई साथ दिन्छ? मलाई त यतिसम्म लाग्छ यिनीहरूलाई लखाटेर भगाउँछ होला। म त के सल्लाह दिन चाहन्छु भने तपाईहरू राम्रोसँग बस्नुहोस्, जनताको बीचमा यस्तो गएर बकवास नगर्नुहोस्, नत्र मार्ला। यो फटाहरू फेरि सब एक हुँदैछ, खानालाई पुगिरहेको छैन, यिनीहरू फेरि एक हुन्छ। अब यिनीहरूले बालेनलाई ढाल्ने प्लानिङ गर्छ। तर एउटा कुरा बिर्सिन्छ क्या यिनीहरू कि भाइ अब बालेन यदि फेल भयो भने जनता, तिमी नेता, तिमीहरू चाहिँदैन जनतालाई, त्यो कुरा किन बिर्सिन्छौ? त्यसपछि एउटा राजा आउने हो, अरू कुनै पार्टी आउँदैन। त्यही भएर दिमाग नलगाऊ। यस्तै दिमाग लाउँछौ भने लखेटेर भगाउँछ तिमीहरूलाई। साँच्ची भनेको लखेटेर भगाउँछ। त्यतिकै जनता नि परेशान भइसकेको छ। अहिले त बीचमा यस्तो गएर भाषण पनि नदिनु, जनताले लखेट्छ, अरूले लखेट्नु पर्दैन। अब बालेनको विकल्प एउटै राजा हुन्छ, त्यो कुरा याद राख्नु। यदि तपाईले सोध्दै हुन्छ कि बालेन हटेपछि अब हामी आउँछौँ, फेरि सबैजना मिलेर आन्दोलन गर्छु, पहिला पनि 62 जना मान्छेलाई मारेको होइन मधेसमा, फेरि राजनीति, जनतालाई बेवकुफ नसम्झ, त्यो कुरा याद राख। र अब तिमीहरू बालेनलाई वास्तवमै फेल गरिदियो भने कुनै पार्टी आउँदैन। कुनै पार्टीको कुरा गर्दैछु म, राजा, ओन्ली वान राजा। हामी जनता पनि थाकिसकेको छ तिमीहरूको नाटक हेरेर। त्यो बेसिया जस्तो घरि यता घरि उता गर्ने नि, हामी पनि थाकिसकेका छु। त्यही भएर नाटक नगर, ओके? कब्जा गर्ने रे बकलोल।